नमस्कार सम्पूर्णमा धन्यवाद छ परमेश्वर पितालाई, हाम्रा अग्रज अगुवा प्रकाश सर सुशीला म्याममा पनि परमेश्वरको भरिपूर्ण आशिष भन्दै परमेश्वरको वचनमा म अगाडि बढ्न चाहन्छु। परमेश्वर आत्मा हुनुहुन्छ अनि परमेश्वरलाई चाहिँ हामीले आत्माद्वारा खोजिराखेका छौँ, किनकि शरीरबाट जन्मेको शरीर हो भने आत्माबाट जन्मेको आत्मा हो। त्यसकारण हामी चाहिँ आत्मामा पवित्र कसरी हुने, परमेश्वरको महिमालाई कसरी अगाडि बढाउने भन्ने कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। परमेश्वरले मेरो जीवनमा धेरै आशिषहरू दिनुभएको छ अनि परमेश्वरले सारा ब्रह्माण्डलाई प्रेम गर्नुभयो। उहाँले एकलौता पुत्र दिनुभयो जसमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्तको जीवन पाओस् भनिएको छ। यहाँ जात धर्मका कुराहरू, कुनै देश विदेशका कुराहरू आउँदैनन्, किनकि हामीले चाहिँ परमेश्वरलाई धर्मको हिसाबले होइन, कुनै सम्प्रदायको जातिको हिसाबले होइन, उहाँलाई चाहिँ हामीले आत्माको हिसाबले र सारा ब्रह्माण्ड बनाउने परमेश्वर यहोवा परमेश्वरलाई आज हामीले विश्वास गरेका छौँ। हुन्छ, परमेश्वरलाई धन्यवाद यीशु मसीहको नाउँमा। परमेश्वरको राज्यमा हामीले जब ग्रहण गऱ्यौँ, विश्वास गऱ्यौँ र आज हामी परमेश्वरको राज्यमा अगाडि बढ्दै गर्दा परमेश्वरका वचनहरूलाई हामीले कसरी बुझिराखेका छौँ भन्ने कुरा ठुलो कुरा हो। अब धेरैले वचनलाई अर्थलाई अनर्थ पनि लगाउनुहुन्छ, तर पनि हामीले चाहिँ के छ, वचनलाई थोरै जानेर पनि त्यो थोरै वचनलाई पनि प्रकाश पायौँ र त्यसको सत्यतामा अगाडि बढ्यौँ भने हामी चाहिँ के हुन्छौँ, परमेश्वरको राज्यसम्म, हामीलाई अनन्तताको राज्यसम्म परमेश्वरले हामीलाई डोराइराख्नु भएको हुन्छ। परमेश्वरले भन्नुभएको छ, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन् व्यभिचार, अपवित्रता, लम्पटना, मूर्ति पूजा, तन्त्रमन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी। यस्ता कुराहरू जसले यस्ता कामहरू गर्दछन् तिनीहरू परमेश्वरको राज्यका योग्य हुँदैनन् भनिएको छ। त्यसै गरी डाहा, पिएकर्पण, अश्लील मोजमज्जा, होइन, अनि यस्तो विषयमा चाहिँ परमेश्वरको वचनले चेतावनी दिन्छ कि होइन, जसले यस्ता काम गर्नेछन् तिनीहरू परमेश्वरको राज्यका हकदार बन्ने छैनन् भनेर चेतावनी दिइराखेको छ। त्यो कारणले हामी आज हृदयको कुरा खोज्दैछौँ। मानिसले बनाएको ईश्वर होइन, हामीलाई बनाउने परमेश्वरलाई आज हामीले खोज्दैछौँ। त्यो कारण हामी चाहिँ मनको ईश्वरलाई हामीले चिनेका हौँ, हामीले बाहिरको ईश्वरलाई चिनेका होइनौँ, किनकि परमेश्वरले भन्नुभएको छ, तिमीहरूको आत्मा नै मेरो मन्दिर हो। त्यो कारणले उहाँ हाम्रो आत्मामा वास गर्नुहुन्छ। त्यो कारणले हामीले हाम्रो सोचमा, हाम्रो विचारमा हामी नयाँ हुनु जरुरी छ। त्यसकारण हामी आत्मामा नयाँ कसरी हुने त र परमेश्वरमा आशिषमय कसरी बन्ने त, यी कुराहरूलाई हामीले बुझ्नु जरुरत छ है। जस्तै अब हामी चाहिँ पवित्र आत्मा कसरी बनाउने त, पवित्र आत्माका फलहरू के हुन् त भन्दाखेरि पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, भलाइ, विश्वासता र नम्रता, संयम हुन् है। यस्ता कुराहरूको विषयमा कुनै पनि व्यवस्था छैन। गलती 5:22 हामी हेर्ने हो भने पवित्र आत्माका फलहरूलाई हामीले बुझ्न सक्छौँ। अनि परमेश्वरमा हामीले जब उहाँको राज्य र धार्मिकता चाहिँ हाम्रो जीवनमा हामीले जब अनुसरण गरेर हिँड्छौँ, त्यहाँ चाहिँ चङ्गाई पनि छ, छुटकारा पनि छ अनि अनन्तको आशिष र जीवन पछाडिको जीवन पनि परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ। त्यसकारण परमेश्वरलाई आज हामीले कसरी चिनिराखेका छौँ भन्ने कुराहरू चाहिँ होइन हामीले बुझ्नुपर्ने हुन्छ। जसले भलाइको खोजी गर्छ उसले सद्भाव पाउँछ, तर खराबी खोजी गर्ने माथि नै खराबी आइलाग्छ। जसले खराबी गर्न खोजिराखेको हुन्छ, परमेश्वरको वचनले भन्छ, दुष्ट्याइले चाहिँ दुष्ट्याइको सोच लिएर उसले के गर्यो, एउटा खाडल खन्यो, जसले खनेको खाडलमा ऊ आफै पर्यो भनेर वचनले भन्छ। त्यो कारणले आज हामीले संसारमा
धर्म बीच युद्ध भइराखेको छ, जाति बीच युद्ध भइराखेको छ, देश बीच युद्ध भइराखेको छ हैन। त्यो चाहिँ के कारणले भन्दाखेरि त्यहाँ चाहिँ के हो, त्यहाँ चाहिँ एउटा अहमता छ, योभन्दा यो ठुलो भन्ने छ। तर परमेश्वरले चाहिँ के हो, संसारलाई यस्तो प्रेम गर्नुभयो। उहाँले आफ्नो एकलौता पुत्र पनि उहाँले बाँकी राख्नु भएन हाम्रो निम्ति। त्यो कारणले उहाँले चाहिँ सबैलाई मिलापमा ल्याउनको निम्ति त्यो एउटा मार्ग चाहिँ त्यो खोलिदिनु भएको छ। जसले त्यो मार्गलाई फलो गर्छ र उहाँको सत्यतालाई बुझ्ने कोसिस गर्छ, त्यहाँ चाहिँ शान्ति, धैर्य, प्रेम सबै कुरा छ। किनकि परमेश्वरको वचनले भन्छ, शत्रुलाई पनि प्रेम गर हैन, खराबी गर्नेको भलाइ गर, एक गालामा चड्काउनेलाई अर्को गाला पनि थापिदेऊ। त्यो कारणले परमेश्वरको वचनले चाहिँ झैझगडाका कुराहरू गर्दैन। यदि झैझगडा गर्छ भने त्यो मान्छेले गर्छ हैन। अनि धार्मिक रूपमा विभिन्न तरिकाले धर्महरूमा चाहिँ त्यो कुरा हुनसक्छ, तर जसले सत्य परमेश्वरलाई बुझेर परमेश्वरको मार्गलाई फलो गरेको छ, त्यहाँ चाहिँ त्यस्ता कुराहरू पाइँदैन। त्यसकारण परमेश्वरको वचनलाई हामी गहिराइमा अध्ययन गरौँ र परमेश्वरको वचनमा चाहिँ हामी जिउन सकौँ। जब हामी वचन धेरैले पढ्नुहुन्छ, धेरैले अर्थ लगाउनुहुन्छ, वचन जान्नुभएको छ, त्यो कुरा र वचन जानेर पढ्न जानेर मात्रै हुँदैन। जसले वचन पालना गर्छ त्यो मानिसलाई मैले के छ, बुद्धिमान मानिससँग मैले त्यसको तुलना गर्नेछु भन्नुभएको छ। अनि जसले वचन सुनेर चाहिँ हैन बिर्सिन्छ, पालना गर्दैन, त्यसले चाहिँ आफ्नो अनुहार ऐनामा हेर्यो र आफू कस्तो छु भने उसले तत्कालै बिर्सिहाल्यो। त्यस्तै हो। त्यो कारणले जसले परमेश्वरको वचनलाई विश्वास गरेर उहाँको वचनलाई पालना गर्छ, त्यहाँ चाहिँ धेरै आशिष परमेश्वरले दिनुभएको छ, राखिदिनु भएको छ। त्यो कारणले हाम्रो परमेश्वर महिमाका परमेश्वर हुनुहुन्छ, शान्तिका परमेश्वर हुनुहुन्छ। अनि उहाँले चाहिँ जसरी दानियललाई सिंहको खोरमा पस्नदेखि रोक्नु भएन हैन, सिंहको खोरमा पर्न पनि उहाँले दिनुभयो। तर कतिपय त्यति बेलासम्म मानिसहरूलाई लाग्थ्यो हैन, मतलब दानियलले चाहिँ मलाई सिंहको खोरमा हाल्दैछ, अब म मर्ने भए म परमेश्वरबाट टाढा हुन्छु भनेर सोचेनन्। त्यो नसोचेको कारणले के गर्नुभयो, परमेश्वरले सिंहको मुखबाट मर्नदेखि चाहिँ परमेश्वरले बचाउनु भयो। परमेश्वरले समस्या हाम्रो जीवनमा नआउने होइन, आउँछ, तर त्यो समस्याबाट बच्न र त्यो शक्तिशाली परमेश्वरको त्यो वचन र परमेश्वरको त्यो शक्ति चाहिँ हामीसँग आज परमेश्वरले हामीलाई दिनुभएको छ। त्यो कारणले परमेश्वरलाई हामीले बुझौँ। उहाँले भन्नुभएको छ, परमेश्वरको वचनले भन्छ परमेश्वरको परीक्षा नगर हैन। परमेश्वरको परीक्षा गरेर हामी चाहिँ भिरबाट गएर सिधै हामफाल्ने लो परमेश्वर मलाई बचाउनुहोस्, म परमेश्वरको सन्तान भन्यो भने त्यो अवस्थामा परमेश्वरले हामीलाई बचाउनु हुँदैन। अनि हामी चाहिँ सिधै विष खायौँ भने परमेश्वरले हामीलाई बचाउनु हुँदैन। तर अन्जानमा जुन कुरा हामीले खाँदैछौँ त्यो कुरा कसैले विष मिसाइदिएको छ हामीलाई थाहा छैन, तर हामीले सबै कुरा प्रार्थना गरेर खायौँ भने त्यो अवस्थामा चाहिँ के छ, हामीलाई परमेश्वरले बचाउन सक्नुहुन्छ। र धेरै रेकर्डहरू पनि त्यो परमेश्वरको धेरै हामीले गवाईहरू पनि सुनेका छौँ। त्यो कारणले हामी चाहिँ के हो, परमेश्वरको परीक्षा नगरौँ र परमेश्वरको वचनलाई हामी अगाडि लिएर अगाडि बढिराखौँ। हाम्रो परिस्थिति गाह्रो होला, हामीले भनेको झैँ नभएको होला, अन्धकार भएर हामी हिँड्नु परेको होला, तर परमेश्वरले हामीलाई त्यो शक्ति आज दिनुभएको छ। किनकि परमेश्वरले पनि अन्धकारलाई हेरेर अन्ध्यारो नै बोल्नु भएन, उज्यालो बोल्नुभयो र उज्यालो भयो। त्यसरी नै हाम्रो जीवनका परिस्थितिहरू, आज हामी रोगमा छौँ होला, आज हामी शोकमा छौँ होला, आज हामी परिस्थिति बिग्रेको अवस्थामा छौँ होला, तर हामी के गरौँ, परमेश्वरले हामीलाई भन्नुभएको छ, येशू मसीहले खाएको कोराको चोटले तिमीहरू निको भएका छौ, अनि तिमीहरूमा चाहिँ शान्ति ल्याउन उहाँमा चाहिँ तिमीहरूमा पर्ने दण्ड उहाँमाथि पर्यो। त्यो कारणले हैन, म चाहिँ येशूले खाएको कोराको चोटले निको भएको छु, अनि परमेश्वरले त्यो शक्ति येशूमा राखिदिनु भएको छ। अनि अब जिउने म होइन, येशू मसीह चाहिँ म चाहिँ अब येशू मसीह जस्तो भएर आज म जिएको छु। जब हामीले ग्रहण गऱ्यौँ त्यो किसिमले आज हामीले जिएका छौँ। अनि परमेश्वरले त्यो येशू मसीहको नाउँमा जुन शक्ति आज हामीलाई दिनुभएको छ, त्यो शक्ति मसँगै छ, परमेश्वर मसँगै हुनुहुन्छ र म चाहिँ उठ्ने छु, म निको भएको छु भनेर हामीले मुखले घोषणा गर्नु पर्यो।
जसरी वचनले भन्छ जिब्रोमा जीवन र मृत्युको शक्ति राखिएको छ, रोजा के रोज्छौ। त्यो कारणले आज हामीले जिब्रोमा जीवन र मृत्युको शक्ति राखिएको छ भने यो जिब्रोले हामीले नकारात्मक कुराहरू नबोलौँ, सकारात्मक बोलौँ अनि भएको बोलौँ। होला परिस्थिति बिग्रेको होला अनि त्यो परिस्थितिलाई हेर्दाखेरि हामीले चाहिँ असल कुराहरू बोल्नै नसक्ने हाम्रो मनहरू चाहिँ त्यो किसिमको भएको होला, तर पनि हामीले के गरौँ, असल कुराहरू बोलिराखौँ, बिरामी छौँ, निको भएको बोलौँ र निको भएको इमेजिन गरौँ। अनि ऋणमा छौँ अनि ऋणबाट बाहिर निस्केको बोलौँ, म धनी भएको छु, येशू मसीहको धार्मिकताले म धर्मी भएको छु भनेर। हामी चाहिँ पापमा छौँ, हामी नराम्रो काममा अगाडि बढिराखेका छौँ भने हामी परमेश्वरको अनुग्रहद्वारा क्षमा माग्दै परमेश्वर मलाई तपाईँको धार्मिकता दिनुहोस् भनेर एक कदम हामी अगाडि सारौँ, उहाँले 1000 कदम तिमीहरूको निम्ति अगाडि चाल्नेछु भन्नुभएको छ। त्यो कारणले हामी कसरी आस्ते आस्ते परमेश्वरमा अगाडि बढ्ने, यी कुराहरूमा चाहिँ हामी के गरौँ, घोषणा गरौँ र जस्तो परिस्थिति छ तर त्यो परिस्थितिलाई होइन, हामी जे चाहन्छौँ त्यो कुराहरूलाई बोलौँ र त्यो कुराहरूलाई इमेजिन गर्दै देखौँ र परमेश्वरमा धन्यवादी हौँ। जब हामी परमेश्वरमा धन्यवादी हुन्छौँ, विगतमा उहाँले गर्नुभएका गवाईहरूलाई स्मरण गर्छौँ, हामी परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा हामी स्थापित हुन थाल्छौँ अनि हामीमा त्यो विश्वासको लेभलहरू बढ्न थाल्छ अनि परमेश्वरमा चाहिँ हामी अझै अझै अगाडि बढिराखेका हुन्छौँ। त्यो कारण परमेश्वरले भन्नुभएको छ, तिमीहरू ममा रह्यौ भने म तिमीहरूमा रहनेछु र तिमीहरूले धेरै फल फलाउनेछौ अनि हामी धेरै फल फलाउने परमेश्वरको सन्तान हुनेछौँ। अनि जो अन्तिमसम्म धैर्य रहन्छ त्यसले जीवनको मुकुट पाउनेछ। होला त्यो सही समय आएपछि, केही समयको कष्ट भोगिसकेपछि उहाँले नै तिमीहरूलाई नयाँ पार्नुहुनेछ। परमेश्वरले भन्नुभएको छ कि होइन, तिमीहरूले केही समय कष्ट भोगिसकेपछि म नै तिमीहरूलाई नयाँ पार्नेछु। जो अन्तिमसम्म स्थिर रहन्छ त्यसले नै जीवनको मुकुट पाउनेछ। त्यो कारणले हामी परमेश्वरमा धन्यवादी हुँदै, उहाँको वचनलाई मनन गर्दै, उहाँको धार्मिकतालाई खोज्दै हामी अगाडि बढौँ। परमेश्वरले भन्नुभएको छ, परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नेका निम्ति सबै कुराहरू थपिनेछ भन्नुभएको छ। अनि त्यो कारणले हामी परमेश्वरको महिमामा अगाडि बढिराखौँ, उहाँले हामीलाई त्यो विश्वासमा अगाडि बढाइराख्नु भएको हुन्छ। परमेश्वरलाई धन्यवाद येशू मसीहको नाउँमा। अनि थप ऊर्जा र थप हामी चाहिँ के हो, परमेश्वरमा धन्यवादी सहित परमेश्वरको कार्यमा हामी अगाडि बढौँ। उहाँले हामीलाई सबै सहायता गरिसक्नु भएको छ। फेरि अर्को भिडियोमा भेट्ने नै छौँ। यो युट्युब च्यानललाई लाइक सब्सक्राइब र कमेन्टहरू पनि गरिदिनु होला। वचनमा केही घटी कमी कमजोरी भएमा सुधार्ने प्रयास गर्नेछु। अनि यो चाहिँ परमेश्वरको एउटा महिमाको निम्ति मैले बनाएको भिडियो हो। अनि सबै परमेश्वरका सन्तानहरूले यो सल्लाह सुझाव दिनुहोला भन्दै छुटिन्छु। हुन्छ, परमेश्वरलाई धन्यवाद। हजुरहरूमा पनि परमेश्वरको परिपूर्ण आशिष। हस् त, नमस्कार।